पछि एभ्रिवान गुड मर्निङ नमस्ते स्वागत छ हजुरहरूलाई मेरो न्यू भ्लगमा। एकदमै नाम चलेको र पर्यटकीय क्षेत्र पाँचथरको फालेलुङ तीन सिमाना र हामी तीन सिमाना जाँदैछौँ सबैजना। र यता चाहिँ हुनुहुन्छ श्री श्यामजी र अगाडि साथीहरू पनि हुनुहुन्छ। हामी चाहिँ अब यहाँदेखि तीन सिमानातिर अगाडि बढ्दैछौँ। ठाउँ चाहिँ यस्तै रहेको छ र एकदम सुन्दर छ। उहाँको च्यानलमा सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु, सेयर गरिदिनु। हाम्रो टिममा चाहिँ 10-12 जना हुनुहुन्छ र विशेष गरी हामी डाँडाको प्रेको लागि हामी जानेछौँ। र यो एकदमै राम्रो देखिरहेको दृश्य चाहिँ फालेलुङ जरिङ्गे र हामी जानुपर्ने चाहिँ उँभो हो, निकै उँभो रहेको छ। यो एकदमै उकालो छ। यता भारी बोक्नुहुने चाहिँ शिशिर लिम्बू हुनुहुन्छ। हेलो अब चाहिँ हामी खाजा खानेछौँ र फेरि हाम्रो यात्रा सुरु हुनेछ। र हामीले चाहिँ खाजा पनि खाइसकेका छौँ र हाम्रो यात्रा फेरि सुरु भएको छ। यता हुनुहुन्छ हाम्रो रितेश्वर। यो ठाउँहरू चाहिँ एकदम सुन्दर रहेको छ, तपाईँहरू पनि आउनुहोला। वेलकम ब्याक गाइस। फेरि पनि आउनु होला यो ठाउँमा घुम्नु। यो ठाउँको नाम हो त्युटिया। यस ठाउँमा हिँड्नु पाउँदा मलाई एकदमै धेरै खुसी लागिरहेको छ। म पनि यस ठाउँमा पहिलोपटक आएको र हाम्रो साथीहरू चाहिँ पछाडि पनि आउनु हुँदैछ। अरू साथीहरू चाहिँ अगाडि जानु हुँदैछ। अहिले चाहिँ हामी देउराली भन्ने जग्गामा आइसकेका छौँ, देख्न सक्नुहुन्छ। सो अहिले चाहिँ हामी सातथुम्केमा आइसकेका छौँ र यहाँको केही दृश्यहरू म तपाईँलाई देखाउने छु। माथिको दृश्यहरू पनि तपाईँलाई देखाउने छु। एकदमै चिसो हावा चलिरहेको छ। देख्न सक्नुहुन्छ बच्चाहरू। देख्न सक्नुहुन्छ एकदम सुन्दर ठाउँहरू। पाहाडी मात्रै छ गाउँहरू चाहिँ। मलाई चाहिँ राम्रो लाग्यो। यहाँनिर गोठ पनि रहेछ। र हामी चाहिँ सुके पोखरीतिर जानेछौँ अब चाहिँ। यो ठाउँ पनि अति सुन्दर रहेछ। होइन चाहिँ हामी सातथुम्के उकालो लाग्यौँ। हाम्रो साथीहरू पछाडि आउनु हुँदैछ। हेलो गाइस। टाउको दुख्यो गाइस होइन, स्लिप लाग्यो जस्तो लागिरहेको छ, निन्द्रा पनि लाग्यो। सो तपाईँहरू पनि आउनु सक्नुहुन्छ भिजिट।
यो चाहिँ हामी सुके पोखरीमा आइसकेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ, यहाँ देख्न सक्नुहुन्छ सुके पोखरी चाहिँ। चलिरहेको छ चिसो हावा चलिरहेको छ। सो अब चाहिँ म तपाईँहरूलाई एकैचोटि 3 सिमानाको मात्रै अपडेट दिनेछु। तपाईँले भिडियो हेर्दै गर्नु होला, स्किप नगरिकन। फाइनली गाइज अहिले चाहिँ म 3 सिमाना आइसकेको छु। तपाईँहरूले देख्न सक्नुहुन्छ र एकदमै चिसो छ यहाँ यो ठाउँमा। तपाईँहरू पनि भिजिट गर्न आउनु होला एकचोटि। र अहिले चाहिँ उज्यालो हुनु आँटेको छ र हामी राति नै हिँडेको, घाम पनि झुल्किनु आँटेको छ भर्खर। चाहिँ एकदमै चिसो छ गाइज र अरू साथीहरू पनि हुनुहुन्छ पछाडि। सो गाइज अब चाहिँ भर्खर उज्यालो हुँदैछ र उज्यालो भएपछि हामी प्रे गर्नेछौँ र फेरि पनि तपाईँहरूको माझमा न्यू अपडेट लिएर आउनेछु। गाइज अब चाहिँ उज्यालो भइसकेको छ र हाम्रै समयसम्म हामी 1-2वटा भजन गाउँदै हामी वर्सिप गर्नेछौँ। बादल वृष्टि र बतासहरू, खेतका आलीहरू, अन्न र बालीहरू, बादल वृष्टि र बतासहरू, चराचुरुङ्गी उड्दै माथि आकाश छुँदा, चराचुरुङ्गी उड्दै माथि आकाश छुँदा, स्वर्ग नै पुगिदिन्छ मन मेरो। गर नगर ईश्वरको प्रशंसा, सम्पूर्ण हृदयको उपासना, मान्छेको सबै भिन्नता भेटियो हेर उनको आँगनमा। हेर न हेर सृष्टिको सुन्दरता,